आज बिजली जितनी हम दे रहे हैं नेपाल को, उसको डबल करने का मेरा इरादा है और उसके लिए जितना जल्दी ट्रांसमिशन लाइन लगाएंगे। अभी हम नेपाल का अंधेरा दूर करेंगे और दशक के बाद अंधेरा हिंदुस्तान का नेपाल दूर करेगा। ये हमारा नाता है। कुलमान घिसिङले उज्यालो ल्यायो, कुलमान घिसिङले लोड सेडिङ हटायो, कुलमान घिसिङले यस्तो गर्यो, कुलमान घिसिङ मानौ यो देशमा सबै झिलिमिली पारेको त एकजना कुलमान घिसिङले हो। यदि कुलमान घिसिङ हुँदैन थिए भने अहिलेसम्म यो देश अन्धकारमै रुमलिन्थ्यो। कुलमान घिसिङ पनि भगवान सरह आए र छुमन्तर गरे, जादुई छडी घुमाए अनि त्यसपछि उज्यालो ल्याए जस्तो गरेर प्रचार गरिरहेछन् के। आई नो वेल कुलमान घिसिङ इज द बेस्ट ब्यूरोक्रेट्स, टेक्नोक्रेट्स, बट ही इज नट शुड बी बेस्ट पोलिटिशियन। के कुलमानले एक्लै लोड सेडिङ हटाएको हो? आज तपाईलाई यसको रहस्य उद्घाटन गरेरै छोड्छु। यो अचाग्ली भयो क्या यो। अनि हुँदा हुँदा पार्टीको नाम पनि उज्यालो राखेर त्यो उज्यालो राख्नुको अर्थ के हो भने त्यो लोड सेडिङ कुलमानले घटाएको, मानव कुलमान एक्लैले घटाएको, कुलमानले नै घटाएको भने जस्तो गरेर त्यो लोड सेडिङ हटाएर नेपाली जनतालाई झलमल्ल उज्यालो दिनुको त्यो जुन क्रेडिट छ नि, त्यसको सामा ब्याज सबै खानुपर्छ। कुलमानजीले 18 घण्टे लोड सेडिङबाट हामीलाई मुक्त गरेको हुनाले अब कुलमानजीको पार्टीले भोट दिनुपर्छ, कुलमान घिसिङलाई प्रधानमन्त्री बनाउनु पर्छ। होइन भने खेर छैन भने जस्तो के न तपाईको चाहिँ नि के भन्दाखेरि कुलमानले नै यो सबै काम गरे जस्तो गरेर हल्ला गरिँदैछ। हेर्नुस्, आज म बिगटकमा यसको पनि भण्डाफर गरिदिइहालौँ। अति भयो के। कुलमान घिसिङ एउटा इमानदार, योग्य, दक्ष, व्यवस्थापकीय कला भएका हाकिम हुन्। यी हाकिम साहब हुन्, राम्रा हाकिम साहब हुन्। राम्रो हाकिम साहब हुँदैमा त्यो मान्छे भोलि राम्रो नेता हुन सक्छ भन्ने त छैन। कुरा के हो भन्दाखेरि कुलमान घिसिङको पालामा यो देशमा लोड सेडिङ हटेको हो। इतिहासले ठ्याक्कै यसरी बुझ्नु पर्यो। यो संसार कहीँ पनि छ नि, एकजना व्यक्तिको इच्छा, एकजना व्यक्तिको पहल, एकजना व्यक्तिको हिरोइजमबाट चल्ने होइन कि संसार। यो सिनेमामा मात्रै हुन्छ हिरो भनेको कुरा। व्यवहारिक पक्ष हेर्ने हो भने कार्यकारणको थ्योरी थाहा छ कि छैन? कार्यकारणको कज एन्ड इफेक्ट गौतम बुद्धले भन्नुभएको छ नि, कार्यकारणको सिलसिला। लामो कार्यकारणको सिलसिला हुँदै हामी यो स्थितिमा आएको हो। मेरो यो तालु त्यसै खुइलेको होइन नि, जन्मदेखि आजसम्मको अथवा जन्मनुभन्दा पहिलेको मेरो बाको पनि बाको कयौं बाहरूको कार्यकारण सिलसिलाबाट अहिले यहाँ कुसुम बिन्दास बाई प्रोडक्ट आएको छ। यहाँ त्यत्तिकै कुसुम बिन्दास पनि फुत्त यहाँ आएको होइन हो। त्यसै गरी कुलमान घिसिङजी जीएम भएर आउँदाखेरि त्यत्तिकै यहाँ कुलमान घिसिङजीले यसो गोजीबाट लाइटर बाले जस्तो गरेर लोड सेडिङ हटाएको होइन। कसरी हट्यो म भनिदिन्छु तपाईलाई। जति बेला हामी कहाँ 18 घण्टे लोड सेडिङ भइरहेको थियो नि, त्यति बेला हेर्नुहोस् हाम्रो आन्तरिक हाइड्रो प्रोजेक्टबाट उत्पादन पनि मेन ग्रिडमा चाहिँ तपाईँको चाहिँ केन्द्रीय प्रसारणमा तपाईँको चाहिँ नि उत्पादन व्यापक भइसकेका थिएन। तामाकोशी अन्य केही हाइड्रो प्रोजेक्टहरू फाइनलतिर पुग्दै थिए। अनि भारतमा नरेन्द्र भाइ मोदी प्रधानमन्त्री भएर आउनुभयो। हेर्नुहोस् है, रियलिस्टिक कुरा हो यो। पहिलोचोटि प्रधानमन्त्री भएर नेपाल भ्रमणमा आउनुभयो है। र त्यति बेला नेपालको पार्लियामेन्टमा उहाँले एउटा सम्बोधन गर्नुभएको छ। धेरैले याद होला त्यो फाइल, त्यो प्रधानमन्त्री मोदीले गरेको त्यो स्पिच अहिले रिपिट गरेर सुने हुन्छ। कुलमान भन्नेहरूले प्रधानमन्त्री नरेन्द्र भाइ मोदीले के भन्नुभयो भने नेपाल र भारत बीच अब ऋषि मनको सम्बन्ध हुनुपर्छ, पवित्र सम्बन्ध हुनुपर्छ। अब हामी पनि छिमेकीलाई आँखा देखाएर होइन, टेढे आँखा कर्के आँखा देखाएर होइन, आँखा मिलाएर हामी चाहिँ सम्बन्ध राख्छौं
र अहिले नेपाल अन्धकारमा छ। हामी अहिले नेपालको अन्धकार मेटाउँछौं, भोलि भारतमा अन्धकार भयो भने नेपालले पनि अन्धकार मेटाओस्। नेपालको यो जलस्रोतको सदुपयोग गरेर हामी चाहिँ हाइड्रो प्रोजेक्टमा हामी लगानीका सम्भावनाहरू पनि खोजौं। नेपालको जलविद्युतको पनि सदुपयोग होस्, नेपालले पर्याप्त मात्रामा बिजुली उत्पादन गरोस् र हामीलाई संकट पर्दा हामीलाई अँध्यारो हुँदा भाषा यही छ, नेपालको अहिलेको यो अन्धकारलाई हामी मेटाइदिनेछौं। भोलि भारत अन्धकार भयो भने त्यो अन्धकार नेपालले मेटाउनु पर्छ। यसरी हामीले एकले अर्कामा उज्यालोको सम्बन्ध राखौं, अन्धकार मेटाउने सम्बन्ध राखौं भनेर नरेन्द्र मोदीले जुन दिन बोल्नु भयो नि नेपालको पार्लियामेन्टमा आएर, आज बिजली जितनी हम दे रहे हैं नेपाल को, उसको डबल करने का मेरा इरादा है और उसके लिए जितना जल्दी ट्रांसमिशन लाइन लगाएंगे, अभी हम नेपाल का अंधेरा दूर करेंगे और दशक के बाद अंधेरा हिंदुस्तान का नेपाल दूर करेगा। ये हमारा नाता है। बस त्यही दिनदेखि यो देशमा लोड शेडिङ हट्ने एउटा ब्रेक थ्रू भएको छ। बात करते हो। त्यसपछि भारतले 450-500 मेगावाट कति बिजुली हामीलाई दियो, हामीले किन्यौं। त्यही बेलामा तामाकोसी लगायत अन्य ग्रिडहरू पनि थपिए, केही हाइड्रो प्रोजेक्टका बिजुलीहरू पनि 150 कति थपिए। बस कुलमानजीको विशेषता के हो भने त्यो पनि कुलमानजीलाई क्यापेबल देखेर ल्याउने काम त प्रचण्डले गरायो भने त, जनार्दन शर्मा प्रभाकरले गरायो भने। अनि उहाँले आएर के गरिदिनु भयो भने बिजुली पर्याप्त आइहाल्यो, इन्डियाबाट पनि आयो, आन्तरिक उत्पादन पनि भयो, बिजुली हामीसँग छ। अनि एउटा काम उहाँले चुहावटहरू रोकेर उद्योगीहरूलाई दिइरहेको एकलौटी रूपमा धेरै चाहिँ तपाईको चाहिँ नि उद्योगहरूले लिइरहेको चाहिँ त्यो बिजुली चाहिँ अलिकति कटौती गरेर हाम्रोतिर जनतालाई दिनुभयो। झलमल्ल उज्यालो भयो, हामी आए भनिकन 18 घण्टे लोड सेडिङबाट त हामीले दिमाग खराब भइसकेको थियो नि त है। आजको 21औं शताब्दीमा पनि 18 घण्टे लोड सेडिङमा बस्नुपर्ने भनेपछि त शहरका मानिसहरू पनि तपाईको गाउँ जस्तै टुकी बाल्नुपर्ने, इन्भर्टर बाल्नुपर्ने भनेपछि त त्यो भयंकर घटिया अवस्था थियो नि त हाम्रो। हुन त हाम्रो शासकहरू त्योभन्दा पहिलेका शासकहरूकै यो काम हो हेर्नुस्। जे होस्, कुलमान पनि आउनु, भारतले 400-500 मेगावाट बिजुली पनि दिनु, आन्तरिक उत्पादन पनि अलिकति त्यसमा थपिनु, अलिकति व्यवस्था पनि राम्रो हुनु, चारैतिरबाट ठ्याक्क लोड सेडिङ हट्यो। यसलाई के भनौं भने नारायण गोपालको गीत जस्तो के, क्षेत्र प्रताप अधिकारी जस्ता गीतकारको राम्रो गीत पनि हुनु, नारायण गोपाल जस्तो गायक हुनु, अथवा दिव्य खालिङ या दीपक जंगम या अम्बर गुरुङ या गोपालको योन्जन जस्ता संगीतकार हुनु, तीनटैको कम्बिनेसन मिलेर हैन मतलाली गुरास भएछु भन्ने गीत बनाए जस्तो हो। त्यो बेला गीत फन्टुस हुन्थ्यो, झुर हुन्थ्यो भने नारायण गोपालले मात्रै गाएर राम्रो हुँदैन थियो होला। त्यो नारायण गोपालले मात्रै गाएर पनि संगीत फन्टुस हुन्थ्यो भने कतिपय नारायण गोपालका गीतहरू पनि छन् के, त्यति मेलोडी राम्रो छैन, त्यस्तो हुन्थ्यो होला। तर सबै कुरा मिल्न गयो, कलेक्टिभ इफोर्ट भयो, टिम वर्क भयो, त्यसले गर्दाखेरि यो देशमा लोड सेडिङ घटेको हो। कुरो बन्द भएन। यदि त्यति बेला इन्डियाले हामीलाई 450-500 मेगावाट बिजुली दिँदैन थियो, हामीले युज गर्छौं, तिमीहरूलाई दिन्नौ, हामी बेच्दैनौ भन्दै थियौ, प्रचण्डले कुलमानजीलाई त्यहाँ जीएम बनाएर ल्याउँदैन थिए, अथवा जनार्दन शर्माजीले कुलमानजीलाई त्यहाँ ल्याउँदैन थिए, ऊर्जा मन्त्री जनार्दनले लोड सेडिङ हटाउने पहल कल्पी गर्दैन थिए। यो देशमा चाहिँ तपाईको के भन्दाखेरि लोड सेडिङ हटाउनु पर्छ भनेर हामी सारा जनताको एउटा हामी हो नि। वास्तवमा लोड सेडिङ भएन, जसले लोड सेडिङ हटाउँछ त्यसलाई हामी जय जयकार गर्छौं भनेर हाम्रो एउटा सामूहिक भावना पनि त छ नि, हाम्रो पनि त भावना छ नि। कुलमान भनेका छन्, त्यही कुलमानको त्यही उज्यालोको नाममा अब राजनीति गरेर प्रधानमन्त्री राष्ट्रपति हुने एउटा चाहिँ नौटंकी सुरु गरेका छन्। अरे यार भइहाल्यो त, कुलमान भनेर हाई गरेर 2 चोटि ऊर्जा मन्त्री बनाइसक्यो त हामी जेनजीहरूले। अब त्यही लोड सेडिङको चाहिँ ब्याज भजाएर लोड सेडिङ हटायो भन्दैमा अब राष्ट्रपति प्रधानमन्त्री बनाएर पुरै पार्टी बनाएर ठुलो बनाउनु पर्ने यार, यो के लजिक हो यार। टिकटक एन्ड टिकटकबाट बेच्न चाहन्छु। नमस्कार।